नमस्कार, जीवित खबरमा यहाँलाई स्वागत छ। अब सुन्नुहोस् मुख्य खबरहरू। प्रधानमन्त्री ओली योगतर्फ इजरायल इरान द्वन्द्व समाप्ति आकांक्षा। चितवनमा ईबी माइक्रो र बस ठोकिँदा 7 जनाको ज्यान गयो भने 18 जना घाइते। नारायणघाट बुटोल सडकमा ठुला मालबाग सवारी र रात्रिकालीन आवत जावत रोक। शनिबारको मौसम सुनसानको प्रभावले वर्षा र बदली बढ्ने सङ्केत। राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ नेतृत्व चयन। नागार्जुन मेयर मोहन बहादुर बस्नेत सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर। ललितपुरको गोर्खु ओभरपास सम्पन्न प्रधानमन्त्री केपी ओली शर्मा आज उद्घाटन गर्ने। शुक्रबार सुन चाँदीको मूल्य घट्यो। विलासिता कर साउनदेखि मात्र लागू हुने स्पष्टता। मुख्य खबर यति नै। अब सुन्नुहोस् पूरा खबर। शनिबार बिहान चितवनको राप्ती नगरपालिका 4 स्थित खहरे पुलमा भएको सवारी दुर्घटनामा 7 जनाको ज्यान गएको छ। यात्रुवाहक बस र इलेक्ट्रिक माइक्रो बस आपसमा ठोकिँदा भएको यस दुर्घटनामा 18 जना घाइते भएका छन्। दुर्घटना बिहान करिब 10:15 बजे भएको हो। धनगढीबाट काँगडभिट्टा जाँदै गरेको यात्रुवाहक बस नम्बर प्रदेश 10101 ख 3583 र मकनपुरबाट नारायणघाट आउँदै गरेका ईबी माइक्रो नम्बर बागमती प्रदेश 3001 ज 299 आपसमा ठोकिँदा ज्यान जाने र घाइते हुने घटना भएको हो। प्रहरीका अनुसार मृत्यु हुने 7 जना मध्ये हालसम्म 2 जनाको पहिचान खुलेको छ। उनीहरू हुन् मकनपुर हटिया 3 निवासी 55 वर्षीय सुनप्रसाद रूपखेती र हेटौडा 5 की 53 वर्षीय मैया कुमारी न्युपाने पहाडी। अन्य मृत बाहेक 2 जना करिब 18-25 वर्षका महिला, 35 वर्षीय गर्भवती महिला, 23 तथा 40 वर्ष उमेरका 2 पुरुष छन्। यिनीहरूको शनाखत हुन सकेको छैन। त्यसैगरी नवलपरासीको बर्दघाट स्वस्थ पूर्व क्षेत्र अन्तर्गत पर्ने नारायणी घाटदेखि बुटोलसम्मको सडक खण्ड ठुला र भारी मालवाहक सवारीहरूलाई तत्कालीनका लागि चलाउन रोक लागेको छ। यो निर्णय जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले दिएको छ। निर्देशनको लागि सूचना नभएसम्म यो रोक कायम रहने जानकारी दिएको छ। त्यसैगरी ललितपुरको गोर्खु चोकमा लामो समयदेखि जारी ओभरपास निर्माण कार्य अन्त्य सम्पन्न भएको छ। आज दिउँसो प्रधानमन्त्री केपी ओली शर्माबाट उक्त ओभरपासको औपचारिक उद्घाटन गर्न भएको छन्। विपरीत विगत 3 वर्षदेखि पटक म्याद थप गरी अगाडि बढाइएको गोर्खु ओभरपास निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा पुगेको छ। राजधानीको एक प्रमुख जाम केन्द्र मानिने गोर्खु चोकमा ओभरपास निर्माणपछि ट्राफिक जामको समस्या ठूलो मात्रा कम हुने अपेक्षा गरिएको छ भने यद्यपि ओभरपासलाई पूर्ण सुरक्षित विकल्प मानिँदैन। तर काठमाडौँ, ललितपुर र रक्तपुर जस्ता शहरका सन्दर्भमा नहुने माग भन्दा कानो माग भन्ने नेपाली उखान सन्दर्भिक देखिन्छ। हालको लागि बनेको संरचना एक राजधानीवासीका लागि महत्त्वपूर्ण उपलब्धि मानिएको छ। त्यसैगरी गृहमन्त्री रमेश लेखक शुक्रबार संसदमा अचम्मै शैलीमा प्रस्तुत भए। विगतमा आलोचना र विरोधमा सुरक्षात्मक देखिने लेखक माओवादीका समर्थकपछि आत्मविश्वासले भरिएका थिए। संसदमा विद्युत भिसाको नाममा भइरहेको संस्थागत मानव तस्करको गम्भीर आरोप लागिरहँदा उनी उजुरी दिनेहरूमाथि कारबाहीको चेतावनी दिए, जुन शैली विगतमा उनको बोलाइभन्दा फरक थियो। शालीन र कम स्वरमा प्रस्तुत हुने बानी भएका लेखकको भाषण यसपल्ट प्रारम्भिक मात्र नभई चुनौतीपूर्ण पनि थियो। उनको अनुहारमा तनावको छाया होइन, विपक्षी दल रासपा र राप्रपालाई हल्का रूपले हेर्ने आत्मविश्वास झल्किन्थ्यो। हवस्, जीवित खबर यति नै। यदि कोही यस जीवित खबरमा पहिलोपल्ट प्रवेश गर्नुभएको छ भने सब्स्क्राइब, लाइक, शेयर, कमेन्ट गरिदिनु हुन म विनम्र अनुरोध गर्दै। तपाईको दिन शुभ रहोस्। नमस्कार।